यो ढुङ्गामाथि चाहिँ बसेर किन भन्दाखेरि यहाँबाट यसरी हेर्न पाइन्छ के माथि हेर्नु न कस्तो छ यत्रो भ्यू हेर्न पाइन्छ फेरि यतातिरको भ्यू पनि बबालाई छ कि यो आफ्नोतिरको यो हेलो साथीहरू आज चाहिँ हामी यता क्राइचुलीदेखि नै ठाउँसम्म जाँदैछौँ हामी चाहिँ घरबाट अगाडि नै हिँड्ने थियौँ लेखी भन्ने ठाउँमा चाहिँ भर्खर पुगेका छौँ यो चाहिँ लेखी चौर अनि बाइतली छ एउटा त्यो महेश हेलो गाइज मजा आउनेवाला छ आज यो फोटोसोटो खिच्न भनेर हामी चाहिँ क्राइचुली यानि कि हिमाल देखिने ठाउँमा जान लाग्छौँ समथिङ 1 घन्टा हिँडिसक्यो अझै त्यही 2-3 घन्टा जति टाइम लाग्छ होला यहाँबाट त्यहाँ जानलाई गएर फोटोसोटो खिचेर अनि साँझतिर चाहिँ फर्किने भन्ने कुरा भइरहेछ अनि चट्ट लाएर 2 भाइ हिँड्दैछौँ लुखरुक लगाएर मजा आउनेवाला छ जो आजको गाउँ हामी चाहिँ ऊ पारी त्यो गाउँबाट आएको है त्यही ठ्याक्कै खासै त्यति धेरै टाढा चाहिँ होइन नजिकै हो अब यहाँबाट माथि नेटले पनि काम गर्दैन हामी चाहिँ अहिले ठ्याक्क नेट चलाउने ठाउँमै छौँ भाइले नेट चलाइरहेछ मजा लिइरहेछ मजा आइरहेछ नि एकदम मजा आइरहेछ ल आमा केटो पुरा हिरो भयो त यार केटो आजको पुरा देखाएर जस टन्नै तरुनी पट्याउने भयो पट्याउँछस् नि पठाउनु त बरु पट्याल्छ कि यो गाइज चाहिँ यस्तो जाँदैछौँ जस ठाउँ चाहिँ यता पछाडि पनि राम्रै छ पछाडि पनि हिमाल त छ तर पनि त्यो हिमालमा चाहिँ हिउँ परेको छैन यता चाहिँ माथि हिउँ परेको छ हामी चाहिँ सरर देखाउनेछौँ अहिले केही छिनमा पुग्छौँ होला पुगेपछि सरर हिमाल देखाउनेछौँ हामी चाहिँ लेखीदेखि अलिकति माथि आएर एकदम सुनसान यस्तो घनाघोर जङ्गलमा छौँ यो चाहिँ पुरा घनाघोर जङ्गल छ अनि यहाँ कोही पनि छैन मतलब हामी 2 जना मात्रै छौँ मैस हिँडिरहेछ गरेर मोबाइल चलाएर केटो अझ पनि मोबाइलमै व्यस्त छ न त अनि म चाहिँ हिँडिरहेको छु मजाले मस्त तरिकामा हिँडिरहेको छु अनि घनाघोर छ जङ्गल चाहिँ यो देख्न सक्नुहुन्छ ती अँध्यारो पनि छ खासै धेरै उज्यालो चाहिँ देखिँदैन चढा झन्नै मारिसकेको थियो तर चाहिँ मान्न सकेन यसको हात चाहिँ बाङ्गेर रहेछन् खासै सोझो हात चाहिँ होइन मार्न सकेन ल चराचुरुङ्गी मार्दैन है के मार्छ त ए हान्छ मात्रै जिस्काउँछ मार्नु त मार्दैन ल त्यही नै हो गाइज मैले चरा चाहिँ मार्दैन यसले जिस्काउँछ मात्रै चराहरूलाई मार्ने काम चाहिँ गर्दैन पाप लाग्छ अरे त्यो भएर चरा चाहिँ यसले मार्दैन अब मार्न सक्ने भए त मार्थ्यो कि किनकि यो मार्नै सक्दैन भने चाहिँ कसरी मार्छ त्यही भएर यसलाई पाप लाग्छ अरे अब मार्दैन यसले चराचुरुङ्गीहरू हामी चाहिँ यो घनाघोर जङ्गलको विषयमा आएर एउटा चाहिँ खानेपानीको धारा भेटाएको छौँ जहाँ मैस पानी खान लागिरहेछ चाहिँ बिचमा चाहिँ एकदम हिमालको स्वच्छ पानी छ यो चाहिँ हल्कल बगिरहेछ उनीहरूलाई सायद यो देखेर कतै तिर्खा पनि लाग्छ होला तिर्खा मानेपछि यदि यो ठाउँसम्म तपाईँ पुग्न सक्नुहुन्छ कस्तो ठिक छ पानी एकदम चिसो छ हिमालको पानी त तातो हुने कुरै भएन यो चाहिँ खासै पानी चाहिँ धेरै ठुलो चाहिँ रहेनछ यहाँ सानो देखिन्छ तर माथि चाहिँ ठुलो आउँछ नि फेरि माथि ठुलो आउँछ यता बिचमा चाहिँ भिज्यो होला कतै चट्ट सरर पानी खाइन्छ जोस् चट्ट है हामीले त्यो बोतल ल्याइदियो भरौँ चिसो पानी खाऊँ अनि यहाँबाट बोतल
चाहिँ निकालेर पानी लिने भनेर भन्दैछ महेशले। चाहिँ पानी लिन्छौँ हामी चट्टा सरर हिमालको पानी यहाँबाट बोकेर। पानी चाहिँ माथितिर पनि पाइन्छ, त्यही पनि हामी यहाँबाट बिच बाटोको लागि चाहिँ पानी यहीँबाट लिँदैछौँ। अन्तरसम्मको लागि अब माथि माथिमा खाने हुन्छ होला, माथिको लागि चाहिँ माथि पानी पाइन्छ। शीतल भइरहेछ, जो शीतल महसुस भइरहेछ। यस्तो घनाघर जङ्गलमा मस्त तरिकामा हिँडिरहेछौँ। अनि यो चाहिँ जङ्गल भवाल जङ्गल छ है यहाँनिर, यस्तो छ एकदम अँध्यारो छ हेर्नु त। उताबाट हामी चाहिँ त्यही बाटो भएर आएको, अँध्यारो चाहिँ छ त्यतातिर। यतातिर चाहिँ अलिकति खुली छ। म एउटा हिमालको नजिक एउटा यस्तो दामी गीत गाउँछु, तँ पछि भिडियो बनाउने म हिमालको नजिक। ल ल ल बवाल छ है। हिमालको नजिक चाहिँ मैले एउटा गीत गाउने भनेको छ। कस्तो गीत गाउँछ त्यो चाहिँ अब अलि थाहा हुन्छ गीत गाएपछि अहिले माग हुनु पर्यो। कस्तो गीत गाउला। हामी चाहिँ केही समयको हिँडाइपछि अलिकति टाइम चाहिँ लाग्यो, त्यही 15-20 मिनटपछि चाहिँ ढोटाचौर भन्ने ठाउँमा पुग्यौँ। यहाँ पनि हाम्रै गाउँका मान्छेहरू बस्छन् यहाँनिर, घर देख्न सक्नुहुन्छ। अनि उतासम्म पनि छन्, बस्दै छन्। यहाँ चाहिँ अहिले खासै मान्छेहरू बस्दैनन्, त्यही बर्खामा चाहिँ बस्ने गर्छन्। अहिले चाहिँ कमै मान्छेहरू बस्छन् यहाँ, प्रायः मान्छेहरू घरतिर गइहाल्छन्। अनि यहाँ थोरै चाहिँ बस्छन्, पर उतातिर पनि बस्छन्। अनि यतातिर त अब छैनन्, ढोका लगाएको छन्। यतातिर पनि चाहिँ मान्छे छैनन्, पर चाहिँ बस्छन्। अनि र यहाँ पनि बस्छन्। क्या मान्छे चाहिँ रहेनछन् अहिले, बसे पनि कतै गएका होला काम गर्न, मान्छे चाहिँ छैनन्। यहाँ चाहिँ यो सिजनमा कि जाडो सिजनमा यहाँ धेरै चिसो हुने भएकोले गाउँ झरिहाल्छन् प्यासो मान्छे, तर चाहिँ कमै बस्छन् अहिले। अलिअलि आउटजाउ गर्ने मान्छेहरू भेटिन्छन् यतातिर। अनि यो चाहिँ जुम्ला जाने चाहिँ मेन बाटो है, यहाँबाट चाहिँ जुम्ला जान्छन्। पारिती ब्याग काट्दै जुम्लातिर चाहिँ जान्छन्। यहाँबाट ढोचर पुगेर चट्टा हामी चाहिँ यो ठाउँमा बसेर चाहिँ पानी खान लाग्छौँ। यहाँनिर चाहिँ यो बारो छ, यहाँनिर चाहिँ हामी पानी खाने बसेका छौँ अहिले। पानी खाने महेश भाइ, पानी खाने। अनि यता माथितिर चाहिँ त्यहाँ माथिनिर बङ्गुर छ नि, अब तपाईँहरू चाहिँ यहाँ देख्नुहुन्न होला, माथि त्यहाँनिर त बङ्गुर चरिरहेको छ। घरपालुवा हुने त्यो चाहिँ बङ्गुर छ। अनि यही घरका हुन्, यही घरमा चाहिँ बङ्गुर। अहिले चाहिँ हामी धामाधुमा भन्ने ठाउँमा पुगेका छौँ। यो चाहिँ धामाधुमाको चौर हो, यो देख्न सक्नुहुन्छ। निकै एकदम सुन्दर छ चौर पनि, धेरै ठुलो नै छ। यहाँबाट त्यहाँसम्म पुरै चौर। अनि पारी हिमाल पनि छन्। यता पनि हिमाल छ। अनि यहाँनिर चाहिँ एउटा पानी खाने ठाउँ चाहिँ बनाएर रहेछन्, पाल दासेर ठाउँ चाहिँ बवाल छ। पानी यिनै हो, यो चाहिँ पानी घोडाले खाइन फोहोर छ यार। पानी चाहिँ यसो बनाएको छन्, पानी खाने। यहाँबाट चाहिँ पानी नपाइने भएकाले यहाँबाट चाहिँ पानी पाइँदैन, यस्तो छ। पुरै चाहिँ यो पानीको माथिपट्टि हेर्न सक्नुहुन्छ। यो चाहिँ ठाडो जम्या छ है, यो चाहिँ यस्तो छ, बवाल छ, ठाडो जम्या। हेर्नु त यो यहाँ ठाडो जम्या छ। यो चाहिँ फुट्दैन है, म चाहिँ फुटालेर देखाउँछु है तपाईँहरूलाई। फुट्न त फुट्दैन, त्यही पनि बाब्रे कसैको हेर आस्न बबाल छ। यस्तो ठाडो देखिया पोखरी बनाएर चाहिँ खानेपानी कहाँबाट लिने हो? यो पानी चाहिँ फोहोर रहेछ, खानेपानी लिने भनेर आएको हामी चाहिँ। सुटेड भन्न यसै आएन, यसै आएछ, मिठो छ। मोबाइल तरिकाले गएछ, तैरिएर गयो। पानी नपाएर यतापट्टि त्यहाँनिर चाहिँ त्यो पुरो कतै पानी छ कि भनेर पानी खोज्न आएको छौँ। त्यहाँ पुरो सिम त छ,
र पानी चाहिँ छ कि नै पानी खोज्न आएको छौँ हामी। यो ठाउँ चाहिँ बबालै छ है, त्यो जङ्गलको बिचमा यस्तो छ। गोप्रो पनि चार्ज भइरहेछ, धन्न 5% देखाएको छ यार, चार्ज भइएछ। अनि पानी सिनी भरेर चार्ज लगाएर चाहिँ जानु पर्ला हामी। अब केही छिनमै हामी चाहिँ माथि पुग्छौँ होला, माथि धेरै टाढो छैन, त्यही माथि हो। आफू चाहिँ पानी चाहिँ खोज्दै आइरहेछौँ हामी। पानी चाहिँ कता छ यहाँ चाहिँ रहन्छ, ए रहेछ पानी चाहिँ भेट्यो है गाइस। यो यस्तो पानी छ है, यो चाहिँ खानाका लागि भए पनि हामी चाहिँ यही पानी लिन्छौँ, यही पानी खाने हो। अरू पानी चाहिँ यहाँ पाउँदैन है, यही पानी हो खानुपर्ने हामीले, अरू चाहिँ पाउँदैन। जसोतसो खानुपर्ने हुन्छ यही पानी हामी चाहिँ। र कहाँनिर भर्छौँ भन्ने चाहिँ धारो चाहिँ भेट्या छैन अहिलेसम्म। अब कहाँनिर भर्ने हो के गर्ने हो भनेर चाहिँ हामी कन्फ्युज नै छौँ। सायद हामी यतै कतै भर्छौँ होला, यहीँ फेरि भर्नुपर्ने अवस्था देखियो, भर्ने ठाउँ छैन छैन। चाहिँ यही धारामा भर्छौँ है, यही सानो सानो आइरहेको पनि देख्न सक्नुहुन्छ। हामी यही धारामा चाहिँ पानी भर्छौँ। सो गाइस अहिले चाहिँ हामी पुग्नुपर्ने ठाउँमा चाहिँ पुगिसकेका छौँ। यो चाहिँ के हो, यो हिमाल हामीले चाहिँ देखाउने भनेको हिमाल चाहिँ यही हो। बसिरहेछौँ, त्यो भएर अलिकति कहीँ राम्रोसँग देखाएन, अहिले चाहिँ देखाउँछौँ हजुरहरूलाई। अनि हामीले नास्ता खाने भनेर चाउचाउ चाहिँ ल्याएको थियौँ, अनि चाउचाउ खान लगाएको छौँ है। अनि म चाहिँ यता मस्त तरिकामा ढैला जस्तै चाहिँ गरिरहेको छु। अब चाहिँ हामी चाउचाउ खाने पानीमा छौँ, चाउचाउ खान्छौँ। ल बादललाई फर्के नहेर मैच्याङ हिलमा चाउचाउ खाने निर्णय गऱ्यौँ हामीले चाहिँ। बबाल छ नि, बबालै देखिरहेको छ। फोटो खिच्ने ठाउँ चाहिँ यहाँ रहन्छ, अलिकति तलतिर गएर चाहिँ फोटो खिच्नेवाला छौँ। गोप्रो मैले जान्न जाने, मैले पनि भिडियो त खिचिरहेको हुन्छ नि। एकदम बबाल ठाउँमा छौँ है हामी चाहिँ, यस्तो मजाले चाउचाउ खाएर अब चाहिँ फोटो खिच्न चाहिँ जान्छौँ होला सायद। फोटो खिच्ने ठाउँ चाहिँ हाम्रो तली नै छ है, अलि तली फोटो खिच्ने ठाउँ हो। अनि मलाई यो पनि देखाइदिनु पऱ्यो, हिमाल हेर्नुहोस्, यो यही हो हिमाल। यता चाहिँ जङ्गल छ, अनि यता चाहिँ जङ्गल छ। हामी चाहिँ यो बिचमा बसेछौँ क्या, त्यो भएर पनि चाहिँ देखिँदैन। यहाँ हामी यो बिचैमा बसेछौँ, अनि त्यो भएर यताउता देखिँदैन, यो जङ्गल छ। यहाँबाट चाहिँ आसमा चाहिँ अलिअलि चाहिँ यो तुसारो के भन्छ यसलाई चाहिँ तुसारो चाहिँ बढिया छ। यो तुसारो परेर अलिकति हामी जे भए पनि ठिक ठाउँमा बसेका छौँ। हामीलाई अलिकति गर्मी पनि भएको थियो, अनि तलतिरबाट आउँदा अब चाहिँ चिसो हुनेवाला छ, एकदम टपमा छौँ हामी। त्यो भएर पानी चिसो हुन्छ होला पानी। ल भिजा खान के गरी भर्ती आयो, फिल आउनेवाला छ। तातो पानी ल्याउनु पर्ने रहेछ भने के गरेर ल्याउनु पर्ने रहेछ। अब चिसो पानी भयो भने खानु पर्यो। कस्तो मिठो भयो अहिले? मिठो त भयो, लास्ट चिसो भयो क्या। ए चिसो भयो यस्तै हो। हिमालको पानी चाहिँ अलि लास्टै चिसो नै छ। दाँत खान्छ यार, मुखमा राख्यो भने दाँत कस्तो टिट्याएर दाँतै दुख्ने बनाउँछ। हिमालको पानी चाहिँ चिसो नै हुन्छ। हामी चाहिँ ठ्याक्कै अहिले कराइचुलीमा चाहिँ गरिरहेछौँ। यो पछाडि देख्न सक्नुहुन्छ, यो चाहिँ कराइचुली हो। र यता मैले यो झन्डा पनि अहिले बनाइसकेँ, झन्डा राखेको छु। पछाडि चाहिँ झन्डा राखेर चाहिँ म चाहिँ भ्लग बनाइरहेको छु होइन, तपाईँले थाहा पाउनु भएको छ। यो चाहिँ पछाडि छ नि, यो चाहिँ हिमाल हो। हामीले हजुरलाई देखाउने भनेको थियौँ, यो चाहिँ यही हिमाल हो। यहाँ चाहिँ
हामी अहिले चाहिँ पुगिसक्यौँ। जस्ट नास्ता खायौँ, नास्ता खाएपछि चिसो महसुस भयो, चिसो भएर चाहिँ ज्याकेट स्याकेट लगाएको छौँ। अलिकति हामी धेरै हाइटमा छौँ अनि त्यो भएर चाहिँ हामीलाई चिसो महसुस हुँदा हामी चाहिँ ज्याकेट लगायौँ। अहिले अगाडि चाहिँ हामी टी सर्टसँग आएको थियौँ, अहिले चाहिँ हामीले चाहिँ यहाँनिर नास्ता खायौँ अनि यो यहाँनिर चाउचाउ ल्याएको थियौँ नास्ता, अनि नास्ता खायौँ। नास्ता खाएर चाहिँ हामी चाहिँ अहिले ठ्याक्कै बसिरहेको छौँ यो ठाउँमा। त्यही नै हो गाइज, ठाउँ चाहिँ बवालै छ है। फेरि यस्तो ठाउँ छ, यो चाहिँ यही ठाउँ हो जाजरकोटकै सबैभन्दा अग्लो हिमाल चाहिँ कराइचुली हिमालमा छौँ। यता साइडतिर छ अनि यो हिमाल र हिमालदेखि पछाडि चाहिँ यता चाहिँ चाखुरे पाटन, यो चाहिँ कराइचुली हिमाल हो। यही हो कराइचुली हिमाल। र हामीले चाहिँ झन्डा चाहिँ तयारी गरेर चाहिँ यहाँनिर उ गऱ्यौँ। अब पारी जस्ट देख्न सक्नुहुन्छ कराइचुली हिमाल छ। अनि भाइ चाहिँ लाइभमा बसिरहेको छ फेरि यहाँ चाहिँ। अब यतातिर चाहिँ नेटले काम गर्दैन थियो, नेटले यहाँनिर चाहिँ नेटले काम अलिकति राम्रो काम गरे भएन। भाइ चाहिँ लाइभमा बसिरहेछ। म चाहिँ शिरमा ढाका टोपी अनि पछाडि चाहिँ नेपालको झन्डा टल्किरहेछ र सँगसँगै पछाडि देख्न सक्नुहुन्छ हिमाल, कराइचुली हिमाल टल्किरहेको छ यहाँनिर। अनि चक्क शिरमा ढाका टोपी छ है। यहाँ चाहिँ एकदम टपमा छौँ, धेरै हाइटमा छौँ र यहाँनिर चाहिँ जङ्गल छ हामी भएको ठाउँमा। तर जस्ट हामी चाहिँ पारी हिमाल चाहिँ हिमालको लागि चाहिँ हामी यहाँनिर आएको थियौँ फोटोसोट खिच्छौँ भनेर। यहाँनिर चाहिँ हामीले झन्डा उगाएछौँ, राखेछौँ, बनाएर राखेको, अहिले नै बनाएको। अगाडि चाहिँ हामीले झोलामा राखेर ल्याएको थियौँ अनि त्यो झन्डा ल्यायौँ। अनि त्यस पछाडि मोबाइल पनि यहाँनिर फैलाएको छ र हामीले यो थर्मसमा सबै हुँदै ब्याग स्याग चाहिँ हामी एकातिर लन्डिया छन् है। ब्याग चाहिँ एकातिर गएका छन्। हामी चाहिँ यतातिर बिजी भइहाल्यौँ नास्ता खाएपछि। अब के नास्तापछि चाहिँ हामी रेस्ट गऱ्यौँ थोरै। अब चाहिँ हामी यहाँबाट थोरै बेरपछि चाहिँ तलि झर्छौँ होला गाइस। हामी चाहिँ अहिले यो फोटो खिच्ने ठाउँमा पुगिसकेका छौँ। यहाँ भाइ यो बसेछ, हामी यही ढुङ्गामाथि त्यहाँ बसेर त्यहाँदेखि चाहिँ फोटो खिच्छौँ होला। कम्ताको भ्यू छ त, यतिसम्मको बबाल भ्यू छ। अनि त्यो भएर चाहिँ हामी माथितिर त्यसलाई चाहिँ उफ खसाउनेछौँ। हामी चाहिँ अगाडि यहाँ माथि त्यो डाँडामा थियौँ, माथि टपमा थियौँ यताको डाँडो। त्यो भएर हामी चाहिँ अहिले यताबाट चाहिँ तल झऱ्यौँ र हामी यहाँ छौँ। अनि त्यही झन्डा चाहिँ बनाइसकेको छु है। यो झन्डा फरफराएर आएको छ है, यो पछाडिपट्टि झन्डा फरफर राइरहेको छ। अनि त्यसबाट यता हिमाल चाहिँ हाँसिरहेको छ, जोस् देख्न सक्नुहुन्छ एकदम सेतो छ हिमाल चाहिँ हाँसिरहेको चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू। हिमाल हाँसेको छ अनि झन्डा फरफर गरिराखेको छ। त्यो नै हो, बबाल छ है भ्यू चाहिँ बबाल छ। अनि यताको भ्यू पनि बबालै छ, पछाडि देखिने भ्यू पनि बबाल नै छ र यताको भ्यू पनि बबाल नै छ। त्यही हो, यो गोरो चाहिँ टच भएन है, अलिकति कता देखिएन। मेन्टल गोब्रो रहेछ यार, अहिले चाहिँ देखियो जोस्। त्यही हो, यताको भ्यू पनि निकै सुन्दर छ। तर सबैभन्दा सुन्दर चाहिँ झन्डा छ क्या, कस्तो फरफराएर आएको छ यार। यसरी फरफर आउँछ, फरफर गरिरहेको छ, एकदम चिसो छ यहाँको मौसम चाहिँ एकदम चिसो छ। आज चाहिँ यहाँ चिसाले चाहिँ हामीले ज्याकेट सकेट लगाएको छौँ। अघि चाहिँ हामी हाफ टी सर्टसँग आएको थियौँ भने चाहिँ अहिले चाहिँ माथिबाट तलि झर्दाखेरि चाहिँ ज्याकेट लगाएर आउनुपर्ने अवस्था आयो। यहाँ चाहिँ अब चिसो छ मौसम यहाँको, हुनु पनि हामी यति धेरै अग्लोमा छौँ। यहाँ तलि चाहिँ खोला छ है, यहाँ तलि त्यहाँ खोला छ। हामी यति धेरै माथिको हाइटमा छौँ। यस हिमाल हाँसिरहेको छ पारितिर। अनि यता चाहिँ म चाहिँ वारिपट्टि नाचिरहेको छु। म त नाचिरहेको छैन कि, झन्डा नाचिरहेको छ, झन्डासँगै म पनि नाचिरहेको छु। झन्डा नाचिरहेको छ, एकदम हावा बबाल चल्छ यहाँनिर। अनि चाहिँ हिमाल यही हो, हामी चाहिँ बिहानदेखि हजुरलाई देखाउने भनिरहेको थियौँ नि हिमाल, त्यही हिमाल चाहिँ यही नै हो। हामी माथिबाट पनि देखायौँ, हजुरलाई अगाडि देखायौँ र अहिले यहाँ तलिबाट पनि देखायौँ। तर माथिभन्दा चाहिँ यताबाट चाहिँ राम्रो देखिएको छ है अहिले। त्यो खुल्दै खुल्दैन। सो गाइस त्यही नै हो, हामी चाहिँ अहिले अब अन्तिम फोटो खिच्ने ठाउँमा पुगिसकेका छौँ। यो चाहिँ हामीले फोटो खिच्ने भनेर हजुरलाई अगाडिदेखि भनिरहेको थियौँ, यही ढुङ्गा हो, यही ठाउँ हो। र एउटा चाहिँ तलि त्यो छ नि, त्यो ढुङ्गा हो। त्यो ढुङ्गाबाट हामीले माथितिर खिच्यौँ भने चाहिँ यो हिमाल आउँछ र यतातिरको भ्यू पनि बवाल छ, आसनतिर पनि देखिन्छ। अनि त्यो भएर चाहिँ हामी चाहिँ यही ठाउँमा अगाडि चाहिँ फोटो खिच्न आउँछु भनेर भनेको थियौँ। अहिले चाहिँ हामी ठ्याक्कै त्यही ठाउँमा पुगेका छौँ। हामी चाहिँ यहाँ अब फोटोसोटो खिच्नेवाला छौँ। समथिङ टाइम कति भयो होला? टाइम 3 बज्यो भनेपछि हामी चाहिँ 4देखि 5 बजेसम्म फर्किन्छौँ होला। लगभग अबको 2 घन्टा चाहिँ बसाइ यहीँ हुनेछ। 5 बजेसम्म हामी फर्किनेछौँ।
त्यतिन्जेलसम्म फोटो हामी भिडियो बनाउँछौँ होला सायद। तर भिडियो बनाउने जस्तो ठाउँ त छैन। अब यस्तो जताकतै यस्तो भिड छ, यो भिडमा चाहिँ के को भिडियो बनाउने हो र भिडियो खिच्ने ठाउँ चाहिँ छैन। जस्ट फोटो चाहिँ खिच्नु पर्ने भयो। जसोतसो सकि नसकिकन फोटो चाहिँ खिच्ने प्रयास चाहिँ गर्छौँ हामी चाहिँ, भिडियो चाहिँ खिच्ने हुन्न। यस्तो ठाउँ छ। अब यसमा त आस्न गयो भने सक्यो हेर्नु त, यस्तो छ यो। कसरी भिडियो खिच्ने हो, कहाँ गएर भिडियो खिच्ने छैन। बसेर चाहिँ भिडियो खिच्ने चाहिँ हुन्छ, फेरि मजाले यसरी नै बसेर चाहिँ भिडियो खिच्ने हुन्छ। त्यो भएर चाहिँ अब हिँडेको यताउता डुलेको होइन, त्यो चाहिँ भिडियो नआउने भयो। यस्तै भिडियो मात्रै खिचाइ हुने छ आज। फोटा पनि खिच्यौँ, आधा फोटा चाहिँ खिचिसक्यौँ। अब कमै फोटा चाहिँ खिच्न बाँकी छ। परासु फोटा चाहिँ खिचिसकेका छौँ हामीले। अब थोरै फोटा चाहिँ बाँकी छन् र ती फोटा पनि हामी खिच्नेछौँ। खिचेपछि हामी चाहिँ यहाँबाट उता लाग्नेछौँ। घर चाहिँ हाम्रो अहिले चाहिँ यता पारी छ, त्यो बिचमा छ। र अहिले यहाँबाट चाहिँ जुम गर्न मिल्दैन गोप्रोले, त्यो भएर चाहिँ जुम गर्न सक्दैनौँ। घर चाहिँ पारी। अब अलिकति देखिया छन्, अलिअलि देखिया नि तिनै हामीहरूको घर हुन्। हामी चाहिँ त्यही जानुपर्ने हुन्छ। त्यही कारणले अलिकति अब ढिला हुन्छ। 5 बजी निस्क्यौँ भने चाहिँ त्यही 7 बजीदेखि 8 बजीसम्म, 5 भनेपछि 8 बजीसम्म चाहिँ हामी निस्किन्छौँ होला। सो गाइस अब चाहिँ हामी करिब अन्तिम चरणमा छौँ। यतातिर चाहिँ अब हामी चाहिँ हाम्रो घर फर्किनुपर्छ। हामीले चाहिँ फोटोसोटो खिचेर चाहिँ सिधै आयौँ। अब चाहिँ भिडियो रिल्स पनि बनाइसक्यौँ, फोटोसोटो पनि खिचेर सिधाइसक्यौँ। अब म यसलाई चाहिँ कपडा सपडा लाउन लाग्छ। कपडा चेन्ज गरेको थियो, चेन्ज गर्न लाग्छ। अब चाहिँ हामी घर जान लाग्यो। यहाँबाट त्यही 2-3 घन्टा लाग्छ होला। फाइनल 4 पनि बजिसकेछ। त्यसपछि चाहिँ हामी चाहिँ अब घर जाँदैछौँ। घर जानुभन्दा पहिले चाहिँ एकछिन अवश्य पनि फेरि हेर्न सक्नुहुन्छ। एकछिन मस्त तरिकामा हेर्नु होला। यो बबाल छ, सिन चाहिँ बबाल हुनेवाला छ। हेर्नै पर्ने छ हजुरहरूले चाहिँ हेर्नु होला। त्यही नै हो। हामीले चाहिँ अब हामी यहाँबाट उँधोमुखी लाग्छौँ। त्यो चाहिँ यता उँधो होइन नि, फेरि यता उँधो गर्दा मरिन्छ। यस्तो छ बाटो, यता उतापट्टि उँधो है, उतापट्टि यता गहिरो छ नि। पारी सूर्यतिर जान्छौँ है हामी, फेरितिर उँधो चाहिँ जान्छौँ। त्यतै हो गाइस, त्यही नै हो। त्योभन्दा एकछिन अब तपाईँ के हेर्नुहोस् भनेपछि यो हेर्नुहोस्, यो फल होला। यो फल हेर्नु न कस्तो दामी छ। यो फल फुल होइन भाइ यार, फल हो। त्यो फलै हुँदैन, फल हेर्नुहोस्। फल सँगसँगै एकछिन लास्टमा रमाउनुहोस् यो हिमाल हेरेर। चित्त बुझाउनुहोस्। त्यही हो। हामी चाहिँ अब यता चाहिँ कामसाम गरेर चाहिँ फोटोसोटो खिचेर, काम त के गर्नु थियो, त्यही फोटोसोटो खिचेर रिल्स अलिअलि खिच्यौँ। त्यसपछि चाहिँ हामी अब चाहिँ घर जान लाग्यौँ। घर फर्किँदैछु। बाटो चाहिँ अलिकति अप्ठ्यारो छ नि। यस्तो बाटोमा जान्छौँ यार हामी त यार। यो हिमालको फोटो सबै लेकदेखि भनौँ न होइन, फोटो खिच्न आए पनि लेकै हो। जो पनि लेकदेखि चाहिँ घर फर्किन लाग्यौँ। चाहिँ त्यही 2 घन्टासम्म लाग्ने अनुमान चाहिँ हो घर फर्किन। तर कति लाग्छ पछाडि चाहिँ मैस कता लुख्रु गरेर आइरहेको छ। मैस पङ गर्छ नि मैसले। अगाडि म छु अनि हिँडिरहेको छु। जे होस् हामी चाहिँ अब फर्किसक्यौँ त्यो ठाउँबाट। अहिले आइसकेको छु। अलि बिचमा एकदम जङ्गलमा आयौँ। यस्तो छ कि जङ्गलमा, जङ्गलको बाटोमा चाहिँ आयौँ। टन यस्तो छ। जङ्गल छ नि, घनाको छ एकदम। जङ्गल चाहिँ बाक्लो छ। अरू जे जस्तो भए पनि जङ्गल चाहिँ बाक्लै छ। अब पात्लिँदैछ, पात्लिन त केही छैन, कस्तो पात्लिन्छ होला। अहिले झुलुन्छ खै, झुलुन्छ कि अहिलेको लागि चाहिँ यहाँ जङ्गल बाक्लै छ। त्यो झोलामा होला हेर्दै। मेरो झुलुन्छ कि त यहाँ तल तान्छ नि तले। मैले झुल्नु थियो कि अघि पकाइ यहीँ छ। झुल्नै थियो कि अगाडि मैले अगाडि झुल्नु देखेँ
झम झम पानी